भर्खरै मृगौला फेल भएको भनेर मान्छे माग्न आइरहेको थियो। आज हामीले चाउमिन खाँदैछौँ। त्यो त्यहाँ पनि छ, म त पनि खान्छु। पुग्दैन, हामीले खाँदैछौँ। फेरि के खाँदैछौँ? हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। अहिले चाहिँ हामी चिया खाँदैछौँ। भर्खरै मृगौला फेल भएको भनेर मान्छे माग्न आइरहेको थियो। यस्तो चाहिँ आइरहन्छ हामी भएको ठाउँमा। हामी के गर्छौँ? हामीले सहयोग दिएर पठाउँछौँ। सहयोग दिइरहेको हुन्छ। चिया पिँदैछौँ। मलाई गिलास चाहिन्छ, यिनीहरूलाई फेरि कप चाहिन्छ बाबुहरूलाई। मलाई फेरि गिलासले पनि हुन्छ। आज हामीले चाउमिन खाँदैछौँ, बनाउँछौँ। अब सबै हेर्नु परिकारहरू कसरी बनाउने हो भनेर। नजानेको भए जान्नु। यति धेरै सामान लिएर आएछन् बाबुले, यहाँ पनि हेर्नु। गाइस, अहिले चाहिँ हाम्रो चाउमिन खाने प्लान बनेको छ। चाउमिन चाहिँ हामीले आगोमा बनाउँछौँ, फुल लोकल स्टाइलमा। आज होममेड चाउमिन बन्छ, रमाइलो हुन्छ है आज। पहिला हामी यस्तै राख्छौँ थोरै तेल, अनि राख्छौँ चाउमिन। हाम्रो सेफ ल गाइस, अब चाहिँ हामी चाउमिन चलाउँदैछौँ। यस्तो भगवान्, लगातार मैदा खाइएको छ। अब कस्तो हुन्छ यो पनि? ठ्याक्क हाम्रो त्यो चाउमिन चाउचाउ बनाएको जस्तै छ है यो चाउमिन बनाउने पनि। सबैलाई थाहै होला, बवाल बनेको छ। गाइस, हाम्रो घरमा चाहिँ यो चाउमिन बनाउने भाँडो पनि छ है। तेल बसालिसक्यो, तेल तात्यो। अब यहाँ छिटो काट्नै, अब हाम्रो मेन सेफले काट्दै हुनुहुन्छ। के हुन्छ त्यत्रो राख्नु? ओ आयो बल्ल सेफ तरिका। सेफको आफ्नो स्टाइल, लोकल स्टाइल। चाउमिनमा त मैले झन् यस्तो ससहरू चटनीहरू के पनि ल्याइदिएन। त्यो हाम्रो खानालाई रेडी भइसक्यो गाइस। आउनु खाना भन्दिनु। हाम्रो बाबुलाई यतिले हुन्छ कि हुन्न हेरिदिनु है। यिनले भनेछन् कि मलाई एक थाल चाहिन्छ। त्यो त्यहाँ पनि छ, म त पनि खान्छु। खाने बेला भइसक्यो ल गाइस। त गाइस, अब हाम्रो खाने बेला भएको छ। ट्राई गरौँ है कस्तो नुनहरू कस्तो लागेको कि छैन। बब्बाल भयो नि, बब्बाल बब्बाल भयो क्या त्यो ससले पनि बब्बाल भयो। हाम्रो हेड सेफ त्यसै भनेको हो र। यहाँ चटनी अझै बनाउँदै हुनुहुन्छ। मलाई चाहिँ चटनी चाहिँदैन, किनकि चटनी राखेपछि यो चाउमिनको टेस्टै हराउँछ। त्यही भएर म चाहिँ बिना चटनीको खान्छु क्या। एकदम मिठो गाइस, के लाग्छ तपाईँलाई? त्यति चाउमिन खाएर पुग्छ हामीलाई? पुग्दैन, हामीले खाँदैछौँ। फेरि के खाँदैछौँ? फ्राई राइस खाँदैछौँ यहाँ। अनि हेड सेफ भइसकेपछि अब हाम्रो घरमा के बन्छ के बन्छ क्या। अब हेर्दै जानु है तपाईँले। हाम्रो हेड सेफले बनाउनु भएको छ यस्तो दामी फ्राई भेज फ्राई राइस। हाम्रो बाबुले थोरै खाएर हुन्न, त्यही भएर यो भात पनि खान्छु भने। ए फ्राई राइस पनि आइसकेको छ ल गाइस। ओ कस्तो छ, कस्तो छ हाम्रो हेड सेफको भेज फ्राई राइस? कस्तो लाग्यो हजुरलाई? ओके गाइस, आजको चाउमिन र फ्राइड राइस अति बवाल थियो। हामीले चाहिँ खायौँ। तपाईँहरूले बनाएर के खानुभयो कमेन्टमा गर्नु होला। भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक, सेयर, कमेन्ट, सब्सक्राइब माया गरिदिनु, सबै गरिदिनु। फेरि भेट्न छ हामी अर्को भिडियोमा भोलि पनि। बाई।